हेलो गाइज फेरि पनि हामी आइसकेका छौँ अर्को ब्रान्ड न्यू भ्लग लिएर। हामी चाहिँ अहिले कहाँ जाँदैछौँ बुढा यता हेर त कहाँ जाँदैछौँ? आज छोरीलाई रिसिभ गर्नु जाँदैछौँ। हाम्रो छोरीले चाहिँ आज मेडल थाप्नेवाला छ क्या, त्यही भएर चाहिँ अब हामी यहाँ चाहिँ स्टोर सेन्टरमा चाहिँ आइरहेछौँ। बुढो त के उतै मात्रै फर्किन्छ त यहाँ आउँदै हुनुहुन्छ हामीहरू एकदम ह्यान्डसम बुढा। पुरा राजेश हमाल कटमै आइदियो त यस्तो ह्यान्डसम छ कि अब हाम्रो सामान पनि आइसकेको छ। अब नयाँ नयाँ सरप्राइजिङ चिजहरू आउँदैछ, हेर्न नबिर्सिनु होला। भन्नु त सब्सक्राइब लाइक गरिदिनु भनेर। We need your support guys. नयाँ भिडियोहरू आउँदैछ, सपोर्ट चाहिँ गर्नु पर्यो, सब्सक्राइब गर्नु पर्यो, सेयर गर्नु पर्यो है हाम्रो भिडियोलाई। ल अब चाहिँ हामी स्टोर सेन्टरमा छौँ। यो चाहिँ यहाँ बाहिरको हो। नमस्ते त के भन्नु नमस्ते त। आज चाहिँ यहाँ हामी नानीहरूको चाहिँ नानीको त एकछिन हुन्छ। आज चाहिँ यहाँ के भन्छ हाम्रो नानीहरू चाहिँ ताइक्वान्डोको पोम्से थियो कम्पिटिसन जस्तै, सो मेडलहरू लिने क्रममा चाहिँ आज चाहिँ यस्तो हुनुहुन्छ। चाहिँ मेरो नानी चाहिँ उतापट्टिको चाहिँ स्टोर सेन्टरमा चाहिँ हामीले चाहिँ आइ गर के हो यो मेडल साढे कुन मेडल पायो? ब्रोन्ज। उसले बिर्स्यो अरे नि त अगाडि। यहाँ चाहिँ हाम्रो एकदमै पुरा फाइटिङ गरिसकेर आइसक्नु भएको छ। यहाँ यता चाहिँ हाम्रो भेना नानी, उसको नाम के हो? स्पोर्ट्स छ। ओ कस्तो दामी नेम हो। आमा आइटीको स्टुडेन्ट चुज गरेको नाम कतै उयो हुन्छ त, फेल खान्छ त। लजारे एकै डल्लो हुनुभयो हाम्रो भेना त। यहाँ त फेरि हाम्रो ह्यान्डसम बुढा पछि आउँदैछ। सिल्भर ल यहाँ भेना भन्ने अब के भन्नु मैले हाम्रो च्यानल फोटो नखिचिदिनु होला, फोटो नखिचिदिनु त्यो त भएन, बन्दा भएन। अब चाहिँ हाम्रो भेनालाई क्या च्यानलको बारेमा एक दुई शब्द बोलिदिनु भनेको त अन्डर ममा त फेरि यहाँखेरि मैले तपाईँ के अरे भेनाको पनि उयो निकालेर चाहिँ गएर टिभीमै हेर्नु है, टिभीमै हेर्नु है यो हाम्रो ब्लग खोलेर। लाइक कमेन्ट पनि गर्ने। यो मैले सानो बेबीहरूलाई नि कमेन्ट सब्सक्राइब सबै